OSR Digital, entertaining the nation. बाबा निमा भनेको के हो? नयाँ मिसलाई मेरो नाम खुब मन पर्यो रे। काम जस्तै न्यानो भएर तिम्रो आमाले राखिदिएको नाम निमा भनेर। तिमी जस्तै छ चकचके। निमाले बाबासँग धेरै नरिसाउनु भन है। भनेपछि सरको भाइ त एकदम लकेस्ट हुनुहुन्छ होला है। मेरो बिहे भएको छैन नि मिस। हो र? निमा मिस त्यो बिहे भएको मान्छेको घरबाट राति राति किन निस्किनुहुन्छ र? आफैले हेरे भइगयो नि। जे पाए त्यही नबोले। यत्रो कुरा मनमा दबाएर बसेको राम्रो हुँदैन अहिले। सोनामले त्यो केटीलाई खत्रै मनी लाग्छ है। बिहे भएको मान्छेसँग नजिकिँदा गाउँमा अलि नराम्रो मान्छन्। बुढा गतिलो भए पो बुढी बस्थे त। तपाईँहरू जहिले यस्तै हावा कुरा गरेर बस्नुहुन्छ। तपाईँले मेरो बाबालाई मन पराए पनि बिहे नगर्नु है। आमाले नराम्रो मान्नुहुन्छ। यसरी त कुरा लुकाउन सम्भव छैन सर। कहाँ हत्केलाले सुरक्षा छेकिन्छ सर? तपाईँ अब नोमा मिससँग नबोल्नु। नोमा मिस मेरो आमा होइन। यो त नुमा मिसले नै लेखेको चिठी हो। फुटेको सिसा हेर्नु हुँदैन भन्छन् क्या। चर्केको मात्र हो। यस्तो झुटो पनि बोल्ने हो? मारिदिन्छु तँलाई। छोरा त देखा। अहिले तपाईँले भए पनि फोन लगाइदिनु न। आमाले फोन उठाउनु। नाइ नाइ नाइ। जिद्दी गर्छस्? जुनुले आमालाई कति सम्झिरा होला। आमासँग छुट्टाएर त नराखौँ है बाबा। यसको माउ चाहिँ कुन चाहिँ वाले? त्यो त मरेलिन् जे आमा पनि मुगलन जस्तै ठाउँ जानुभएको हो र। म आमालाई चिठी पनि दिन नपाउनु। म घर आउन बिर्सेँ भने के गर्नुहुन्छ बा? तिमी कसै फुलेको। घर फर्किने बेलामा म तपाईँलाई यहीँ कुरेर बस्छु ल।